हेलो साथीहरू, सन्चै हुनुहुन्छ? एउटा कुरा भनौँ भनेर के, मेरो एकजना साथी थियो के बाहुन, सानोमा केटी। अनि अब म दमै ऊ बाहुन होइन। अब उनीहरूको घरमा खसी काट्ने, हाम्रो घरमा सुँगुर काट्ने। अब हाम्रो घरमा मेरो मम्मीलाई चाहिँ खसीको मासु चल्दैन थियो कि। अनि खसी त हाम्रो घरमा खाँदैन तिमी, यस्तै सुँगुर भैँसीहरू मात्रै खाने होइन। अनि उसको घरमा चाहिँ च्याङ्ग्रा र खसी मात्रै हुने। अनि मलाई खसी खान मन लाग्ने, उसलाई सुँगुर। अनि हामीले नि एक एक बोटुका नि मेरो घरबाट सुँगुर ल्याउँथ्यौँ हो, उसको घरबाट खसी ल्याउँथ्यो कि। अनि हामीले साटासाट गरेर लुकेर कसैले पनि नदेख्ने ठाउँमा खान्थ्यौँ कि। हामी साथीहरू त्यस्तो थियौँ। अनि उसलाई राँगाको मासु नि कस्तो मनपर्ने, भुटन होइन। अब उसलाई होटेलमा गएको या कहीँ गएको थाहा पायो भने गाली हाल्थ्यो कि, बाहुन भएर यस्तो खाने हो भन्ने। अब त्यस्तो टन्नै थियो नि त। अनि मैले 10 रुपियाँको 15 रुपियाँको होइन, उसले पैसा दिन्थ्यो मलाई। 10 रुपियाँ 15 रुपियाँको एक प्लेट भुटन आउँथ्यो क्या, भैँसीको भुटन। अनि त्यसपछि सुँगुरको भुटन हामी खान्थ्यौँ कि लुकाएर। साथी सानो बेलाको साथी अर्कै हुने के है, निस्वार्थ भावना। अहिले त्यो दिनहरू सम्झिन्छु, कस्तो माया लागेर आउँछ कि, रात लागेर आउँछ। कहाँ गयो होला मेरो साथी भन्दै।